हेरिया उतातिर काट आउन जानु भाइ बुवाले बोक्थ्यो बुवाले काउडे बोक्छ अरे बुवाले ल चिया खाना पनि दिँदैन तेरो छोराले मलाई बिस्तारै पकड्नु पछाडि लुटा चलाएर काट्छ चिया पनि खाएन क्या खायो कहाँ जाने भाइ पाउ घुमाउनु पर्दैन घरमै खेल्छ सरका भात पक्नु पर्यो आर्छ होइन नाति हेर्नु पर्दैन बुवा बुढो माल दिदीकोमा गएर सुँगुरको पाठा लिएर आउनु न बेचेर ल्याए मुनाले पालिदिइरहन्छ नि त बेचिन्जेलसम्म के सुँगुरको पाठा जानु त ल्याउनु ल्याइसकेछ सुँगुर पाठा कतिमा 6000मा 6000मा अस्ति माल दिदीले ल्याइदिएको कसलाई मैले भनेर ल्याइदिएको नि अनि पैसा दिएको छ दिएको छैन त्यो सुँगुर बेचेर दिनु सुँगुर बेचेर अनि पाठा लिएर आउनु पर्ने ल्याइसकेछ अनि यहाँ ल्याउनु पर्ने के हो केटा केटी हो केटी के गरेर ल्याएको त्यो काटेर खानु ल्याएको चचीमा अनि त पेता हुन्छ आएर काट्छ बुढा आमासँग जानु एकछिन खैनी खान्छ खैनी खान्छ खैनी खान्छ एकछिन बोक्नु डबल भेज चाहिँ किन लाउनु भएको बुवाले गर्मीमा अब जस्तो भएको थियो मलाई कस्तो रातभरि काम ज्वरो आएर बाई जाने आमासँग चाहिँ म सानो हुँदाखेरि रोपेको फुल हैन यसको बोटै मात्रै कत्रो छ भने यत्रो छ हैन यसको बोट यत्रो छ हामी सानो सानो हुँदाखेरि रोपेको सेतो फुल एकदम सजिलो पूजा गर्नको लागि अनि यो चाहिँ हाम्रो तुलसा हो हैन
अनि यहाँनिर छ अर्को फुल, यो पनि मैले सानो हुँदा रोपेको। यसको बोट कत्रो छ भनेर म कसरी देखाउनु होइन। यहाँ छ ऊ तल हो होइन, त्यत्रो लामो भएर उता गएको चाहिँ यसको बोट हो। काट्दै गर्छौँ, पलाएको पलाइ। अनि यो छ के अरे चियापत्ती होइन हौ, यसको नाम के पो हो खै के हो मैले पनि बिर्सेँ। तेजपत्ता होइन, यो दाउरा। पहिला म जङ्गल जाँदाखेरि यो दाउरा बोकेर म माथिसम्म पुऱ्याउँथेँ। अहिले चाहिँ बुवाले अलिअलि ल्याउनुहुन्छ। यस्तै छ, यहाँ हाम्रा फुलहरू हुन्। यहाँ अम्बक फल्दैछन् होइन, यस्तो भर्खर सानो लाग्दैछन्। यो चाहिँ हाम्रो 12 मासे अम्बक हो होइन, कहिल्यै नटुट्ने अम्बक। यो फलिसक्छ अनि फेरि अर्को चिचिला लागिहाल्छ। यो फलिसक्छ, अर्को चिचिला लागिहाल्छ। देखेको पनि छैन होला टल्काउँछु होइन। अनि यस्तो झन् होइन, कालो देखिँदो रहेछ तर यस्तो यो भनेको 12 मासे अम्बक हो होइन, कहिल्यै फल्न नछोड्ने। खोर्सानी यस्ता हुँदैछन्। अब खोर्सानी अर्ग्यानिक होइन, भर्खर फल्न सुरु गर्दैछ। अनि यो चाहिँ फेरि खै के भएर यसलाई रोग लाग्यो। यहाँ मम्मीले रोपिरहनु भएको छ। यिनीहरू चाहिँ मजाले नै फलिरहेछन् ठाड हुँदै होइन। म रातो टिप्छु पनि ल। यसरी नै गाउँमा यस्तै त हो नि होइन। अब काम गरौँ रोपोला मैले कुदो गरेछु, यस्तै हो गाउँघरमा। हाम्रो चाहिँ ठुलो घर छैन खासै, सानो घर छ माटोको। म देखाउँछु तपाईँहरूलाई मेरो घर पनि होइन। म जन्मेर हुर्किएको घर, आफू जन्मेर हुर्किएको घर जत्रै ला मैले फेरि बोटै टिपेछु। जस्तै सानो भए पनि जे भए पनि आफूलाई साह्रै प्यारो हुँदो रहेछ होइन। यस्तो राम्रो खोर्सानी फलेछ, तर मैले चाहिँ खोर्सानी टिप्ने भएर बोटै टिपेँ होइन, 1-2वटा मात्रै टिपेको। अनि यो देखिएको जति चाहिँ हाम्रो बारी हो होइन, यति चाहिँ हाम्रो बारी हो। वहाँनिर छ पाडी चरिरहेछ, घाँस छैन। यो चाहिँ हाम्रो गुवाली, रुखपातहरू छन् यस्तै छ होइन। अब जस बस्नलाई बास चाहिँ छ, तर अलिक गतिलो चाहिँ छैन। फुलहरू मम्मीले रोप्नु भएको रहेछ। यतापट्टि चाहिँ मकै भाँचिसकेछ, अब यसलाई जोतेर धान रोप्ने होला। यो चाहिँ हाम्रो लकी हो होइन। लकी चाहिँ एकदमसँगले घाँस खाँदैछ होइन। लकी यहाँ आइज त, लकी आइज। यो चाहिँ एकदम मैले पहाडबाट ल्याएको लकी हो, मेरो कुकुर हो। एकदम राति चाहिँ एकदम धेरै चङ्खो भएर बस्छ होइन, सुत्दैन पनि एकदमसँगले। पुन्टु चाहिँ यहाँ मामा लाएर यसरी धुलोमा हिँडिरहनु भएको छ। अनि यसरी बलसल पनि फालिदिनु भयो। पर्खिनुहोस् लिनुहोस् यसो गर्छ क्या, टिपिदियो भने झन् फालेर होइन। म चाहिँ खाली खुट्टै छु ल हेर्न। हाम्रो पुन्टु चाहिँ एकदम थेतर बुवाई हो, हेर्न न। अब मेरो घर हेर्दै यस्तो छ है, मेरो घर चाहिँ यस्तो झुपडी छ। चाहिँ मेरो घर हो, यतिको त राम्रै बनाएको हो अहिले चाहिँ। पहिला त झन् अझ खरको छाना थियो, अहिले यतिको पनि छ। बिस्तारै भाइहरूले कमायो भने बनाउनु पर्छ। यो चाहिँ मेरो मम्मीले आफै बनाएको कुखुराको खोर, माटोको होइन। अनि यहाँभित्र पनि म देखाउँछु तपाईँहरूलाई। यहाँभित्र चाहिँ मेरो मम्मीले के राख्नु भएको छ भन्दाखेरि आलु राख्नु भएको छ। अब यो बर्खालाई यसरी आलु राख्नु भएको छ। परसम्म देखाइन ल, आलु राख्नु भएको छ। अनि हाम्रा कुखुराहरू चाहिँ यस्तो छन्। देखाउँछु त्यहाँनिर। यो भाले चाहिँ एकदम गाउँ डुल्ने भाले हो, अनि त्यही भएर यसलाई मम्मीले छोप्नु भएको छ।
गिरिराज चाहिँ यो नातिको बर्थडेको लागि भनेर पालिदिनु भएको छ। कहाँ गएछ अर्को? अरू चाहिँ त्यहाँभित्र तल छिरेको होला। भित्र छिरेका छ नि त कुनामा। बिलिङलाई पर्सि भाइको बर्थडेको दिन खानुपर्छ। ए भाइ त मामालाई आएपछि धुलोमा खेलेर होइन यस्तो यो धुलो मैलो खेल्छ, यो माटो खेल्छ। यहाँनिर चाहिँ सर्भल टोक्छ भन्ने डर लाग्छ। अरूभन्दा पनि त्यस्तै हो होइन, धुलो मैलो भनेको त्यस्तै हो। हामी पनि धुलो मैलोमै खेलेर हुर्केको मान्छे हो, त्यही भएर अहिलेसम्म हट्टाकट्टै छौँ। हाम्रो सेक्युरिटी गार्ड चाहिँ रातभरि सेक्युरिटी गरेर अहिले चाहिँ यहाँ निदाइरहनु भएको छ होइन। लकी मैले अघि नै दुध र बिस्कुट दिइसकेँ अनि खाएर सुतिरहेछ। मलाई चाहिँ एकदम पछ्याउँछु नि त नि। मैले घरहरू पनि देखाइहालेँ, अब फुलहरू देखाउँछु होइन। हाम्रो घर चाहिँ अलिक राम्रो छैन नि त, माटोको छ, त्यही भएर फुलहरू पनि रोपेको राम्रै देखिँदैन क्या। अब पक्की भएको भए त यहाँ कति राम्रो देखिन्थ्यो होला होइन। अब यस्तो राम्रो राम्रो प्लान्टहरू पनि छ मैले रोपेको, यो छ होइन अनि यो छ। यिनीहरू चाहिँ मैले धरानबाट ल्याएको हो होइन। अब भर्खर सर्दैछन्, मागेर लक्ष्मी समाएर ल्याएको हो। मलाई चाहिँ एकदम फुलहरू मनपर्छ होइन। यिनीहरू चाहिँ भर्खर सर्दैछन्, घाँसहरू पनि उम्रिरहेछ। गमला चाहिँ खाली रहेछ, यसमा चाहिँ के रोप्नुपर्छ। अनि यहाँ छ मनी प्लान्टहरू है। मनी प्लान्ट चाहिँ एकदम मलाई मनपर्छ, यो स्नेक प्लान्ट। अनि यो अर्को खोइ के हो, यसको नाम चाहिँ मलाई थाहा छैन, तर एकदम राम्रो भएको छ। अनि यहाँ सँगसँगै अर्को पनि छ होइन, मनी प्लान्टहरू हो। अनि यहाँनिर फुलहरू, अनि यो अर्को फुल। अनि यहाँनिर छन् प्लान्टहरू, सर्दैछन् भर्खर है, सानसानै छन्, अब सर्छ नि त। यिनीहरू चाहिँ हाम्रो आफ्नो बारीमा फलेको फर्सीहरू हो। यहाँ यसरी गुवालीमा राखेको छौँ होइन। फर्सीहरू फलेका हुन् होइन भाइ। हाम्रो चाहिँ एउटै माउले चल्ला कतिवटा निकालेको छ भने 17वटा निकालेको छन् होइन। यिनीहरू चाहिँ यो बाहिर छन् कतिवटा, 3, 4, 5वटा। अनि यहाँ भित्र पनि छन्। यहाँ फेरि अर्को माउले अर्को लट चल्ला निकालिसकेको छ। कोही थारा बसिरहेछन्, कोही निकालिसकेका छन् होइन। यस्तै चाहिँ भाइ चाहिँ यसरी आँगनमा कुद्दै हिलो छ, कुद्दै गर्छ। मेरो फुलहरू होइन, मलाई कस्तो फुलहरू चाहिँ एकदम मनपर्छ। अनि म यसरी फुलहरू लाउँछु, रोप्छु। पहिलादेखि नै हो मलाई फुलहरू एकदम मनपर्ने, मेरो सोख होइन। मलाई एकदम फुलहरू रोप्न मन लाग्ने, फुलहरूसँग गफ गर्न मन लाग्ने, यो पनि छ हाम्रो घरमा होइन। अनि यहाँ अस्ति नै रोपेको थिएँ म, अस्ति नै आउँदाखेरि। यो चाहिँ खोइ के भएर रोग लागेर होला यस्तो भएछ। अनि यहाँ अर्को पनि छ यसरी। मैले यो चाहिँ भर्खर सरेछ, अस्ति मैले सानोबाट लिएर आएको थिएँ। खोइ पहेँलो पिपल कि खोइ के पिपल अरे, त्यो सर्दैछ। अरू पनि रोपेको थिएँ होइन। तिनीहरू चाहिँ यो चाहिँ भेन्डी हो होइन, फल्दैछ। भेन्डी अरे बैगुन। यो चाहिँ उत्तरातरानीहरू हो होइन। सानोबाट आउँदाखेरि लिएर आएको थिएँ, रोपेको थिएँ, फल्दैछ। यिनीहरू चाहिँ अदुवा सदुवा बेसार के को बोटो यिनीहरू फुलहरू। यस्तै त्यो फुल एकदम के भन्छ, पूजा गर्न चाहिँ एकदम हुन्छ क्या। सेतो फुल चाहिँमा पनि चल्ने, पितृ श्राद्धदेखि लिएर अन्य। हाम्रो घरमा त यो गाँजाको पनि बोट छ है। यो गाँजाको पनि बोट छ। यो चाहिँ हामीले रोपेको होइन, आफै उम्रेको हो। गिरौला अब यहाँ फल्नलाई एकदम तर्खर गर्दैछ। अनि हाम्रो नरिवल होइन फलिरहेछ। नरिवल आँपे, यसपालि यो बोटको आँपै फलेन, के गर्नु। अचार हालौँला भन्ने कत्रो धोको थियो, फलेन। अनि मेरो मम्मी चाहिँ मुन्टाहरू टिप्नु हुँदैछ। यो पनि हाम्रै बारी हो नि त, त्यही भएर मम्मीले चाहिँ मुन्टाहरू अलिकति रोप्नु भएको छ।
अनि टिपिरहनु भएको छ मुन्टा। तरकारी के खाने भनेर सोधिरहनु भएको थियो। मासुले भन्दै थियो, मासु चाहिँ खाएको। त्यही भएर फर्सीको मुन्टा होइन। अब यसो धैँचाहरू पनि छ। यो चोसे मात्रै हाम्रो है। त सरेन मुन्टा परा म चाहिँ खाली खुट्टै छु है। मैले चाहिँ एकदम घर आएपछि खाली खुट्टै हेर्नु मन लाग्छ र पल्लाएर भन्दा पनि एकदम खाली खुट्टै। मेरो छोरा त झन् यसरी माटोमा लडी बडी सुती होइन। म बिजोकै हुन्छ नि त मामा लाउँदाखेरि त। यस्तो छ गाडी माटोमा कुदाइरहेछ। मेरो चाहिँ यस्तो हालत छ है। म चाहिँ यहाँ फर्सीको मुन्टा केलाउन आँटिरहेको छु होइन। अब फर्सीको मुन्टा केलाउनु छ।